नमस्ते गुड मर्निङ सबैजनालाई आज यो फेसबुक मार्फत म तपाईहरुलाई मेसेज दिन चाहन्छु म दार्जिलिङबाट हो वी आर very ashamed of सीमा सुवेदी अनि श्रेष्ठ we don't need you we are very ashamed of you एउटा ठाउँमा नबसेर अर्काको देशमा बसेर जुन हाम्रो एकदमै राम्रो नेपाली दाजुभाइहरु हुनुहुन्छ नेपालमा उहाँहरुलाई यस्तो खालके यो वचन बोली I just want to know what is your qualification are you an educated girl एउटा पढेको केटी हो भने how dare you to speak like that अचम्म लाग्यो अनि तपाईको त्यो नेपाली टोन oh my god Jesus it's not a tone of नेपाली तपाईले आफैलाई गोर्खा भन्नुहुन्छ र गोर्खाको नि तपाईले त्यसरी बेइज्जत गर्नुहुन्छ it's not good थ्यांक्स टु सबैजना दाजुभाइहरुलाई जति जनाले पनि सीमा सुवेदीको अगेन्स्टमा भिडियो बनाउनु भयो तपाईहरुको मनमा मेरो मनमा जस्तो लागेको छ तपाईहरुको पनि त्यस्तै लाग्यो अनि तपाईहरुले पनि कमेन्ट गर्नुभयो राम्रो छ ठीक छ हामी एप्रिशिएट गर्छौं एउटा दार्जिलिङवासी भएर हैन तर एक दुई जनाले गरेको कुरा मैले पनि यो भिडियो सीमा सुवेदी फर्स्ट एकजना नेताको मुखबाट सुनेको ओ माय गॉड मलाई त्यो भिडियो हेर्ने बित्तिकै यस्तो भएको थियो आई क्यान नट टेल अब कति सम्म भएको थियो मलाई भनेर तर थ्यांक यू टु एभ्रीवन यस्तो कुराहरुमा हामी नफसौं यस्तो कुराहरुलाई हामी भाइरल नबनाऊ हामी नेपाली दार्जिलिङ दाजुभाइ गोर्खेनी हो किनभने मैले बोलेको तपाईहरुले बुझ्नुहुन्छ तपाईले बोलेको मैले बुझ्छु हामीले बुझ्छु किनभने हामी सबै एउटा नेपाली हो हामी नेपाली हाम्रो प्यारो नेपाल हो हैन र जति जनाले पनि यो भिडियो हेर्दै हुनुहुन्छ अन्यथा प्लिज नलिदिनुहोस् म तपाईहरुलाई अपोलोजाइज गर्छु यो भिडियोलाई त्यस्तो केही नसोच्नुहोस् तर हामी एक हौं यो कुरा हामी सधैं नै एक अर्काले सम्झेर बस्दै खेर राम्रो हुन्छ सो एनीवे जय हिन्द जय गोर्खा जय नेपाल we need your support this is our last chance to have a Gorkha land in our hand thank you and सबैजनालाई I wish you a very happy day